बैगनी आर्किड वा पर्पल अर्किड नामक बिरुवाको प्रत्येक गुलाबी फूल ठूलो क्याप लगाएको बालकको जस्तो देखिन्छ। यही आश्चर्य र रोचक लाग्दो जानकारीपछि तपाईलाई स्वागत छ दर्शक तथा श्रोतावृन्दहरू नेपाली कथामा। नेपाली कथामा आज मैले पञ्चतन्त्रका कथाहरू लिएर आएको छु। पञ्चतन्त्रका कथाहरू भनिदिनको लागि केही समय अगाडि निरज हिताङज्यूले आग्रह गर्नुभएको थियो। पहिलो कथा, दानको महत्व। एउटा नगर थियो। त्यस नगरमा एकजना कपडा बुन्ने मानिस वा जुलाहा बस्थ्यो। उसले बुनेको कपडा निकै चर्चित थियो। ऊ राजाका लागि पनि अनेक सुन्दर रङ्गी बिरङ्गी र बहुमूल्य रेशमी कपडाहरू बुन्ने गर्थ्यो। यति हुँदाहुँदै पनि उसले सोचे जस्तो धन कमाउन सकेको थिएन। त्यसैले ऊ आफ्नो पेसाबाट सन्तुष्ट थिएन। यही कारणले ऊ त्यस ठाउँलाई छोडेर कुनै ठूलो सहरमा गई व्यवसाय गर्ने बारेमा सोचिरहेको थियो। उसले यस बारेमा आफ्नी श्रीमतीसँग पनि सल्लाह गर्यो। श्रीमतीले उसलाई सम्झाई, यदि तपाईले आफ्नै ठाउँमा त केही गर्न सक्नु भएन भने अन्य सहरमा गएर के गर्न सक्नुहुन्छ र? त्यसैले अर्को सहरमा गएर धेरै धन कमाइन्छ भन्ने तपाईको विचार मलाई खासै उपयुक्त लागेन। उसले श्रीमतीको कुरा बीचमै काट्दै भन्यो, तर म जाने त ठूलो सहरमा हो जहाँ धेरै मानिसहरू हुन्छन् र धेरै अर्डर आउँछ, पैसा पनि मजाले कमाउन सकिन्छ। श्रीमतीले उसलाई रोक्न खोज्दै अझै सम्झाई, तर जसरी माटोको भाँडोलाई कुवा अथवा समुद्र जहाँ डुबाए पनि त्यति नै पानी भरिन्छ, जति त्यसको क्षमता छ, त्यस्तै मनुष्य जुनसुकै देशमा घुमे पनि उसलाई त्यति मात्र प्राप्त हुन्छ जति उसको भाग्यमा लेखिएको हुन्छ। त्यसैले मेरो विचारमा तपाईले अन्य सहरमा जाने इच्छा त्याग्नु नै राम्रो हुन्छ। जुलाहालाई भाग्यमा भन्दा बढी विश्वास परिश्रममा थियो। उसले श्रीमतीलाई भन्यो, तिमी गलत सोचिरहेकी छौ। जसरी एक हातले ताली बज्दैन त्यस्तै गरेर परिश्रम नगरी भाग्यमा लेखिएको पनि प्राप्त हुँदैन। सिंह जति शक्तिशाली भए पनि भोजनका लागि उसले शिकार खोज्नै पर्छ। यदि भाग्यमा विश्वास गरेर एकै ठाउँमा बस्यो भने भोजन आफै हिँडेर उसको मुखमा पक्कै आउँदैन। ऊ आफ्नो निर्णयमा अटल हुँदै आवश्यक सामान बोकेर व्यापारका लागि सहर हिँड्यो। नभन्दै त्यहाँ उसको काम राम्रो भयो। 3 वर्षमै उसले धेरै धन कमायो। उसलाई उक्त धन सहरमा राख्न असुरक्षित लाग्यो। घरमा राखेर आउँछु भन्ने सोचेर घरतिर हिँड्यो। ऊ वनको बाटो हुँदै हिँडिरहेको थियो। हिँड्दा हिँड्दै बाटोमै साँझ पर्यो। अँध्यारो हुँदै गएकाले उसलाई डर लाग्यो। सुरक्षाका लागि ऊ एउटा रुखमाथि चढ्यो र पातहरूले आफूलाई छोपेर सुत्यो। गहिरो निन्द्रामा सुतिरहेको उसले सपनामा 2 जना पुरुषहरूले कुरा गरिरहेको सुन्यो। एउटाले भनिरहेको थियो, परिश्रम, यस कपडा सिउने व्यक्तिको भाग्यमा दाल रोटी भन्दा धेरै केही छैन, तर पनि तिमीले यति धेरै धन किन दिएको? परिश्रमले आफ्नो कुरा राख्दै भन्यो, भाग्यदेव, मेरो धर्म त यही नै हो। जसले जहाँ खन्ने छ त्यहाँ उसले पानी त प्राप्त गर्छ नै। त्यो पानी मिठो छ या नुनिलो भनेर देख्ने काम त तिम्रो हो। यस व्यक्तिले श्रम गरेको छ, त्यसैले मैले उसलाई त्यसको फल दिएको हुँ। यतिकैमा रुखमा सुतिरहेको जुलाहा बिउजियो। कम्मरमा पोको पारेर बाँधेको धन उसको कम्मरमा थिएन। उसलाई अचम्म लाग्यो। यति धेरै परिश्रम गरेर कमाएको धन कहाँ गयो भन्ने सोच्दै ऊ निराश भयो। त्यसपछि ऊ घरतिर नगई फेरि सहरतिर फर्कियो। उसले अर्को 3 वर्ष कडा परिश्रम गरेर अझै धेरै धन जम्मा गर्यो र उक्त धन सुरक्षितसँग राख्नका लागि फेरि घरतिर जान भनेर हिँड्यो। यस पटक पनि बाटोमा रात पर्यो, तर उसले आराम नगरी हिँडिरहने विचार गर्यो। केही समय अगाडि बढेपछि उसले रुखमा सुतेका बेलामा सपनामा देखेका 2 पुरुषहरूलाई आफूतिर आइरहेको देख्यो र उनीहरूको आवाज पनि सुन्यो। उनीहरू सपनामा झैं कुराकानी गरिरहेका थिए। उसले हतपत आफ्नो थैली छाम्यो। अचम्म, थैली खाली थियो। यसपटक उसको धैर्यको बाँध टुट्यो र मूर्छित भयो। आफूले त्यत्रो मेहनत गरेर कमाएको धन हराएको उसले सहनै सकेन। होसमा आएपछि ऊ पीडाले छटपटाउन थाल्यो। उसलाई निर्धनताको जीवन बाँच्नुभन्दा मर्नु नै उपयुक्त लाग्यो र आत्महत्या गर्न भनेर हिँड्यो। उसले आत्महत्या गर्न लागेको देखेर भाग्यदेव प्रकट भएर भने, बाबु, तिमीले परिश्रम अवश्य गरेको छौ, तर जब तिम्रो भाग्यमै छैन भने म तिमीलाई कसरी धन दिन सक्छु? तिमीसँग आएको धन टिक्नै सक्दैन। उसले गुनासो गर्यो,
हे देव, म निर्धनताको जीवन बाँच्न सक्दिन, त्यसैले धन जम्मा हुने कुनै न कुनै उपाय बताइदिनुहोस्। भाग्यदेवले भने, ठिक छ, तिमी मसँग वर माग, मलाई अपार धन दिनुहोस्। जुलाहाले भन्यो, तिमीले मागेको वर त म दिन्छु, तर तिमीले उक्त धनको उपयोग गर्न पाउने छैनौ। यस कुरालाई राम्रोसँग याद राख। भाग्यदेवले भने, ठिकै छ, धनको आफ्नै महत्त्व छ। जुलाहाले स्वीकार गर्यो। भाग्यले वर दिनुभन्दा पहिला एउटा शर्त राखे, तिमी पहिला आफ्नो पुरानो स्थानमा जाऊ, त्यहाँ उपमुक्त धन नाम गरेका 2 व्यक्ति छन्, उनीहरूको तिमी गहिरोसँग अध्ययन गर, त्यसपछि बल्ल म तिमीलाई यदि तिम्रो इच्छा भयो भने वर दिनेछु। ठिक 6 महिनापछि मैले तिमीलाई यही स्थानमा भेट्नेछु। यति भनेर भाग्योदय अन्तर्ध्यान भए। जुलाहा फर्कियो। त्यस साँझ ऊ गुप्त धनको घरमा पुग्यो, अतिथिका रूपमा बाँस माग्यो। म धेरै थाकेको छु, एक रात बाँस दिनुहोस्। अतिथिका रूपमा पुगेको उसलाई देखेर गुप्तधनले श्रीमती र बच्चाहरूलाई गाली गर्न थाल्यो, तर उसको व्यवहारलाई बेवास्ता गर्दै जुलाहा त्यहीँ बस्यो। पछि बाध्य भएर गुप्तधनले उसलाई भोजन गरायो। भोलिपल्ट बिहान उठ्ने बित्तिकै जुलाहाले गुप्तधन बिरामी भएको देख्यो, जसका कारण गुप्तधनले त्यस दिनको भोजन खान पाएन। यसरी अतिथिलाई खुवाएको भोजनको हिसाब बराबर भयो। त्यस दिन साँझ ऊ उपमुक्त धन कहाँ पुग्यो। उसले जुलाहालाई अतिथिका रूपमा स्वागत गर्यो, आदरपूर्वक भोजन गराएर सन्तुष्ट बनायो र सुत्नका लागि राम्रो ठाउँ तयार गरिदियो। बिहान उठ्ने बित्तिकै उसले राजाद्वारा राजकर्मचारीलाई पारिश्रमिकका रूपमा पठाएको धन उपमुक्त धनको हातमा परेको देख्यो। जुलाहाले ठूलो पाठ सिक्यो। सञ्चय रहित उपमुक्तको जीवन नै सफल हुन्छ भन्ने उसले सोच्यो। उसले 6 महिनासम्म परिश्रम गर्यो र त्यसबाट आएको धनको धेरै भाग अरूको सेवामा लगायो। निश्चित समयमा ऊ भाग्यलाई भेट्न गयो र उसले सिकेको पाठ बतायो। उसले वरदान माग्यो, भाग्यदेव, मलाई उन्मुक्त धन जस्तो बन्ने वर दिनुहोस्। तथास्तु, भाग्यदेवले उसलाई वर दिए र अन्तर्धान भए। जुलाहा घर फर्कियो। लामो समयपछि फर्केको देखेर परिवारका सबै खुसी भए। त्यसपछिका दिन उसले सुखपूर्वक बिताउन थाल्यो। यस कथाबाट भाग्य छैन भने हातमा आएको धनको समेत उपभोग गर्न सकिँदैन भन्ने शिक्षा लिन सकिन्छ। त्यसै गरी दान दिएर धन घट्दैन, बरु बढ्छ। यदि धन कमाउनु छ भने दान दिन पनि सिक्नुपर्छ भन्ने शिक्षा लिन सकिन्छ। त्यसै गरी दान दिने व्यक्तिको आत्मा शुद्ध हुन्छ र उसको मन पनि शान्त हुन्छ, त्यसैले उसले आनन्दपूर्वक जीवन बिताउन सक्छ भन्ने सन्देश पनि लिन सकिन्छ। र दान नदिने व्यक्तिसँग जति नै धन भए पनि उसले त्यसको सदुपयोग गर्न सक्दैन, त्यसैले सधैँ तनाव असन्तुष्टमा रहन्छ भन्ने शिक्षा लिन सकिन्छ। त्यसै गरी अर्को कथा रहेको छ, गोरुको जुरो र स्याल। कुनै एउटा गाउँ थियो। त्यस गाउँमा एक विशाल साँडे थियो। उसको भीमकाय शरीरका कारण सबै उदेखि डराउँथे। उसलाई देख्ने बित्तिकै परैबाट भाग्थे। उन्मत्त भएका कारण किसानले उसलाई खुल्लै छाडिदिएको थियो। त्यस बेलादेखि ऊ बिना रोकटोक उन्मुक्त भावले जंगलमा घुम्ने गर्थ्यो। सानातिना जनावरहरू उसलाई देख्ने बित्तिकै डराउँथे। त्यही जंगलमा एउटा स्याल पनि बस्ने गर्थ्यो। एक दिन ऊ आफ्नी पत्नीसँगै नदी किनारमा बसेको थियो। त्यही समयमा साँडे पानी पिउन नदीमा आयो। साँडेको जुरो र शरीरमा भरिएको मासु देखेर गुटुक्क थुक निल्दै स्यालकी पत्नीले स्यालसँग भनी, स्वामी, यस साँडेको जुरो हेर्नुहोस् त, कतिखेर भुइँमा झर्ला जस्तो छ। तपाईँ यस साँडेको पछि पछि जानुहोस् र भुइँमा खसेपछि लिएर आउनुहोस्, अनि मिलेर खाउँला। स्यालले पत्नीलाई सम्झायो, प्रिय, थाहा छैन यसको जुरो कहिले खस्छ कि खस्दैन भन्ने समेत थाहा छैन। कुन बेलासम्म म यसको पिछा गरौँ? यस व्यर्थको काममा मलाई नअल्झाऊ। हामी यहाँ आरामले बसिरहेका छौँ। जुन मुसा यस बाटो हुँदै आउँछन् तिनैलाई मार्दै हामी भोजन गर्नेछौँ। तिमीलाई यहाँ एक्लै छाडेर गए भने के थाहा, अर्को स्याल आएर तिमीमाथि अधिकार पो जमाउने हो कि? अनिश्चित लाभको आशामा निश्चित वस्तुको त्याग गर्नु कहिल्यै राम्रो हुँदैन। स्यालकी पत्नीले मानिन्, मलाई तिमी यति धेरै डरपोक रहेछौ भन्ने थाहा थिएन। तिमीमा अलिकति पनि उत्साह छैन। जुन व्यक्ति थोरै धनबाट सन्तुष्ट हुन्छ उसले उक्त थोरै धन पनि गुमाउँछ। म सधैँ मुसाको मासु खाँदा खाँदा वाक्क भइसके। साँडेको मासुको पिण्ड झर्नै आँटेको छ, त्यसैले अब यसको पिछा गर्नुपर्छ। पत्नीको आग्रहमा स्याल दम्पति नै गोरुको पछि लाग्ने निर्णय भयो। पत्नीको हठका अगाडि स्यालको केही लागेन। साँडे पानी खाएर त्यहाँबाट गयो। स्याल दम्पति उसको पछि लागे। तिनीहरूका आँखा सधैँ साँडेको जुरोमाथि हुन्थ्यो, तर जुरो झर्ला झर्ला जस्तो भएर कहिल्यै झरेन।
15 दिनपछि स्यालले पत्नीसँग भन्यो, थाहा छैन यो मासुको पिण्ड झर्छ या झर्दैन, त्यसैले अब यसको आशा छोडेर आफ्नो बाटो जाउँ। पत्नीले मानिन। यो राति सुतेको बेलामा हामीले यसको मासु तान्यौं भने पक्का पनि सजिलै आउनेछ। स्यालले जति सम्झाउँदा पनि पत्नीले मानिन। अन्त्यमा स्यालले पत्नीको कुरा स्वीकार गर्यो। साँढे सुतेका बेलामा स्यालले गोरुको ज्वरोमाथि आक्रमण गर्यो। ज्वरो हल्लियो मात्रै, त्यहाँबाट मासु निस्केन। साँढे बिउजिएर जुरुक्क उठ्यो। स्याल त्यही पछाडियो। साँढेले स्याललाई सिंहले हानेर रुखमा लगेर ठोकाइदियो। स्याल त्यही मर्यो। स्यालकी पत्नीसँग रुनुभन्दा कुनै विकल्प रहेन। यस कथाबाट अनिश्चित लाभको आशामा निश्चित वस्तुको त्याग गर्नु कहिल्यै राम्रो हुँदैन भन्ने सन्देश लिन सकिन्छ। त्यसैगरी एउटाको हठका कारण अर्कोलाई ठूलो हानि पुग्न सक्छ भन्ने पनि सन्देश लिन सकिन्छ र आफूसँग भएको कुरामा सन्तोष लिन सक्नुपर्छ भन्ने सन्देश पनि लिन सकिन्छ। आजको यी दुईवटा कथाहरू तपाईँलाई के कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला भन्दै लागौं हिजोको गाउँ खाने कथातर्फ। हिजो मैले सोधेको गाउँ खाने कथा रहेको थियो, चारै भाइ एकै ठाउँमा हाम फाल्छन् के हो, र यसको सही उत्तर हो दुध दुहेको। हिजोको भिडियोमा तथा हिजो बेलुकीदेखि अहिलेसम्म कमेन्ट गर्नुहुने सम्पूर्ण दर्शकको म नाम र कमेन्ट वाचन गर्न गइरहेको छु। सर्वप्रथम कमेन्ट गर्नुहुन्छ लेट्स रोस्ट इट ज्यू शिशिर बसन्तको कथा भनेर कमेन्ट गर्नुभएको छ, तपाईँलाई धन्यवाद। तुलसी थापाज्यू लेख्नुहुन्छ भेरी नाइस स्टोरी दादा, हजुरको भोइस त मलाई साह्रै मन पर्यो, त्यही लागि सधैँ हजुरको कथा सुन्ने गरेको छु। चारै भाइ एकै ठाउँमा हाम फाल्छन् गाउँ खाने कथाको आन्सर चाहिँ गाई दुहेको हो जस्तो लाग्यो दादा, मलाई चाहिँ भन्नुभएको छ। तपाईँलाई धन्यवाद, तपाईँको उत्तर सही रहेको छ। ग्रेस करुणाज्यू लेख्नुहुन्छ नाइस स्टोरी एज वेल एज एन्ड भोइस नो वर्ड्स टु से भन्नुहुन्छ, तपाईँलाई धन्यवाद। त्यसै गरी गङ्गा कोरेलाज्यू लेख्नुहुन्छ नमस्कार जमिन भाइ, आजको गाउँ खाने कथा चाहिँ 5 वटा औँला हुन्छन्, खाँदा 4 औँला चाहिँ मुखभित्र जान्छ, 1 औँला चाहिँ खाना पठाउने काम गर्छ जस्तो लाग्यो, हो होइन भाइ, नभए सरी भन्नुहुन्छ, तपाईँलाई धन्यवाद। त्यसै गरी अस्मिता शिवाकोटीज्यूले पनि कमेन्ट गर्नुभएको छ अति राम्रो कथा सर अनि उत्कृष्ट प्रस्तुति भन्नुहुन्छ, तपाईँलाई धन्यवाद। अमु राईज्यू लेख्नुहुन्छ वाउ। त्यसै गरी आरआर राईज्यू लेख्नुहुन्छ कथाको सुरुमा दिने जानकारी एकदमै राम्रो, सुन्ने कथा जानकारीमूलक, गाउँ खाने कथाको उत्तर थाहा भएन, समय मिलेसम्म हजुरको कथा सुन्दै आएको छु भन्नुहुन्छ, तपाईँलाई धन्यवाद। त्यसै गरी बन्जाडे नारायणज्यू लेख्नुहुन्छ कथा धेरै राम्रो लाग्यो, धन्यवाद, आजको उत्तर पनि आएन भन्नुहुन्छ, तपाईँलाई धन्यवाद। मायाश्रीज्यू कमेन्ट गर्नुहुन्छ नमस्कार जुजुलपा आदरणीय जमिन सर, सरको मिठो आवाज मार्फत कथा सुन्दैछौँ हामी सब परिवारजन नै हस् भन्नुहुन्छ, तपाईँलाई धन्यवाद। युवराज निरलाज्यू लेख्नुहुन्छ कथाहरू ज्यादै रोचक, रसिला, कसिला, ज्ञानप्रद, नीतिमूलक, प्रेरणादायी, सन्देशमूलक र व्यावहारिक लाग्यो, अनि उत्तर चाहिँ खैनी वा सुर्ती माडेको भन्नुहुन्छ, तपाईँलाई धन्यवाद। अरियाल सञ्जीवज्यू लेख्नुहुन्छ मुनामदनको कथा नि लिएर आउनुहोस् न जमिन सर, कथा त सुनेको छु तर हजुरको भोइसमा सुन्न मन छ भन्नुहुन्छ। मैले यसअघि नै छोटो कथा त्यसै गरी यसको गीती वाचन गरिसकेको छु, त्यसलाई पनि सुनिदिनु होला भन्ने आग्रह गर्दछु। लामो कथा भने मैले लिएर आउनेछु भनेर पहिले नै भनिसकेको थिएँ, समय मिलेसम्म लामो कथा लिएर आउनेछु। त्यसै गरी उहाँले नै लेख्नुहुन्छ कथा त धेरैको सुनियो तर हजुरको जस्तो राम्रो कथा र वाचन गर्ने शैली कसैको लाग्दैन जमिन सर, आजको गाउँ खाने कथाको उत्तर चाहिँ दुध दोहेको हो कि भन्नुहुन्छ, तपाईँको उत्तर सही रहेको छ। दीप तिमल सिन्हाज्यू लेख्नुहुन्छ नाइस स्टोरिज। त्यसै गरी हरिराज श्रेष्ठज्यू लेख्नुहुन्छ गाई दुको हो एन्सर भन्नुहुन्छ, तपाईँको उत्तर सही रहेको छ। अमित छेत्रीज्यू लेख्नुहुन्छ नेपाली कथावाला च्यानल धेरै छन् तर यो च्यानल चाहिँ एकदम मनपर्छ भन्नुभएको छ, तपाईँलाई धेरै धेरै धन्यवाद। त्यसै गरी अनिश राई बेबी भिडियो लभ ज्यूले पनि धेरै समयपछि कमेन्ट गर्नुभएको रहेछ, तपाईँले पहिले पनि नियमित रूपमा कमेन्ट गर्नुहुन्थ्यो, तपाईँलाई धेरै धेरै धन्यवाद। ब्ल्याक ज्यू लेख्नुहुन्छ भेरी नाइस स्टोरी, थ्याङ्क यू भन्नुहुन्छ, तपाईँलाई पनि धन्यवाद। त्यसै गरी रिजन कलवार ज्यू लेख्नुहुन्छ दादा आजको कथा साह्रै राम्रो लाग्यो, कमेन्ट पनि पहिला नि गरेको छु, आजको उत्तर चाहिँ भैँसीको दुध दोहेको हो कि जस्तो लाग्यो भन्नुहुन्छ, गाई या भैँसीको दुध दोहेको सही उत्तर रहेको छ। त्यसै गरी आशिष उदासज्यू लेख्नुहुन्छ राम्रो कथा। त्यसै गरी डोरेमोन राईज्यूले कमेन्ट गर्नुभएको छ हामी राई लिम्बूको हो अन्त भन्नुहुन्छ, तपाईँलाई धन्यवाद। त्यसै गरी मिस विजय गेमिङ ज्यू लेख्नुहुन्छ
हाउ ओल्ड स्टोरी। त्यसै गरी प्रेम कुमार राईज्यू लेख्नुहुन्छ नाइस स्टोरी भाइ भन्नुहुन्छ। कमेन्ट गर्नुहुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवादका साथ लागौं आजको गाउँखाने कथातर्फ। आजको गाउँखाने कथा रहेको छ म हुँ एक खुट्टे केही नखाइ जान्छु, बुढा लुला लङ्गडालाई सक्तो आँट दिन्छु के हो। प्रश्न एकपटक फेरि, म हुँ एक खुट्टे केही नखाइ जान्छु, बुढा लुला लङ्गडालाई सक्तो आँट दिन्छु के हो। यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्ट गर्नुहोला भन्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई पनि बिदा दिनुहोस्। नमस्कार।